एभ्रिवान सेवा र आज हामी असार 15 को दिन यो रन सुन्दर हरचाको म्याराथनमा हिँड्दैछौँ। भेरी एक्साइटेड। र यहाँनिर स्पोन्सर चाहिँ पिएलओ ग्रुप, ग्रीन ग्रुप अनि त्यस पछाडि एमएम ग्रुप प्लस हाम्रो कलेज 2 हैन। मजा आइरहेको छ। गाइस के हो रितिकाको निर्जलाको सास हुन गाह्रो भइसक्यो निर्जलालाई। अच्छा सास हुन गाह्रो भइसक्यो यहाँ सबैजनालाई। मान्छे हिँडेको के हो यस्तो सफारीमा जाँदैछ। हमको मारो, हमको जिंदा मत छोड़ो था। गाइजहरु रनहरु सफारीमा जाँदै हुन्छ। आन्टीहरु के हो यस्तो यो लाउरे बन्न गएको अरे गाइजहरु हामीलाई बिनी र प्रेरणाले धोका दियो। हामीलाई यसरी दो बाटोमा छोडेर गयो। हेर्नु न यहाँ त्यस्तो प्रेरणाको ज्यान छोडेर गएको मान्छेहरूलाई त सिटी सफारीमा छोडेर गएछ ले। तपाईहरु थाहा छ हामी त विराटनगर छेउ पुग्न आँट्यौं। बस यार छिटो बस्दै बस भाइ हामी चाहिँ यसरी हिँड्दैछौँ। यसरी एकदम गर्मी भएको छ। मैले घामले यो डट्छ भन्नु लाएको घाम खै अच्छा घाम रेस उठ मलाई। सिमु चाहिँ यहाँनिर घाम हुन्छ भनेर लामो भेस्ट लाएर आएको छु, तर घामै भएन। त्यस पछाडि हामी हिँड्दै गएपछि त्यहाँनिर पानी बाँड्दै हुन्थ्यो। मैले चाहिँ एक गिलास खाएँ अनि फेरि अर्को गिलास उठाएर हिँड्दाखेरि चाहिँ आन्टीहरू हाँस्नुभयो अनि हामी चाहिँ पुरै नक्कल पार्दै पानी खाँदै हिँड्दै थियौँ। हामी चाहिँ यहाँ श्री जनता माध्यमिक विद्यालयमा आइपुगिसक्यौँ र हाम्रो राष्ट्रिय झन्डा फैलिरहेको छ। यसरी म जसरी हिँड्यो भने चाहिँ 1 घन्टामा पुगिन्छ अरे होइन। अब यसरी नै हिँड्नु भयो भने 1 घन्टामा पुग्ने हो। मतलब त्यसकै होस्, म छुट्टी हिँड्न सक्दिनँ। अब मेरो खुट्टाको औला देखिसक्यो। फाइनली गाइज हामी 10 किलोमिटर कि कति किलोमिटर हिँडेर हामी हाम्रो मन्जिलमा आइपुगिसक्यौँ। यहाँ यस्तो हिलो थियो। गाइज अब हामी सरसफाइ गर्ने कार्यक्रम सुरु भयो। हेर्नु सक्नुहुन्छ आज दुईटै हातमा ग्लोभ। साथीहरू हामी घर कतिखेर जाने हो आउँदैन त। यहाँनिर चाहिँ हाम्रो बेलबारीको आन्टीहरू जुम्बा ग्रुपकोहरू यहाँ आएर पनि नाच्दै हुनुहुन्थ्यो र सबैजनालाई मनोरञ्जन दिइराख्नु भएको थियो। हामी पनि एकदम मनोरञ्जनको फाइदा उठाएर हामी पनि हाँस्दै खेल्दै खाँदै हेर्दै थियौँ। हाम्रो बस चाहिँ माथि आएको थिएन होइन। अनि त्यसरी हामी अलि अगाडि गएर यस्तो टक्कसँगले बिनले भिडियो बनाएर त म चाहिँ नाच्दै थिएँ। यसले मलाई कुटी बस्दै थियौँ। यहाँनिर चाहिँ पुरै हनुमान मन्दिर थियो होइन। अनि त्यस पछाडि प्रेरणा चाहिँ त्यहाँ गएर 5 वर्ष भइसक्यो मैले घन्टी नबजाएको भन्दै सुनाउँदै थियो हामीलाई। एकदम हामीलाई चाहिँ हाँस उठिरहेको थियो। अनि त्यस पछाडि हाम्रो बस आयो अनि त्यस पछाडि हामी चल्दियौँ। त्यसको चाहिँ मैले भिडियो बनाउनु पाइनँ। त्यसैले आजको मिनी ब्लग सकियो। बाई बाई। यता चाहिँ सिमरन, रितिका, पुष्पञ्जली, निर्जला आउँदैछन् घर जान भनेर।